दैले जाल हान्नुभयो यहाँ। अब यहाँ माछा कति आउँछ भन्ने कुरो तपाईँले प्रत्यक्ष देख्नुहुन्छ। हेर्नु माछा दुनियाँको एकदम माछा चाहिँ ल पक्कै आछ। ल बाहिर ल्याउनु त बाहिर ल्याउनु त यहाँ। ल हेर्नुहोस् माछा यसरी पर्छ यहाँ दैलेख लोरे खोलाको माछा। ल हेर्नुहोस् यहाँ झर्दैछ यहाँ। एउटा अर्को साथीले पनि हाम्रो यहाँ ल्याउनु भएको छ। कति छ ल हेर्नुहोस् माछा यहाँ आजको माछा भर्खर आइपुग्यो। यो फ्रेस माछाहरू हामीले यति मारेर ल्यायौँ आज। लगभग 7 किलो जति माछा छ होला यसमा। अब यसलाई मजाले बनाएर यसको चाहिँ चट्ट उसँग रोस्लाङसँग अलग सुपसँग चप्प बनाएर खाइन्छ। गाइस तपाईँहरू पनि यस्तै खाँदै गर्नु होला। हेलो गाइस, माछा हेर्नुहोस् आजको एक डेक्ची पकाएर खाइयो। अब उहाँ सरहरूले यसरी माछा सेकाउँदै हुनुहुन्छ। डेक्चीमा एक डेक्ची खाइयो। हाम्रो यो दैलेख जिल्लाको लोरे र छमकटको माछा। एक फुर्लुङ यहाँ छ। अब फेरि खानासाना खाँदैछौँ। खाएर अब फेरि लाग्ने हो छमकटतिर।